जिन्दगीमा जसले ठोकर खान्छ नि त्यसले मात्रै गम्बुट जुत्ता चप्पल लाउन सिकेको हुन्छ। जुन मान्छेले ठोकर खाएको हुँदैन त्यो मान्छेले चाहिँ अररी काँडा र ढुङ्गाहरू ब्लाङडुङ फुटाउँदै हिँड्छ है। तपाईहरुलाई याद राख्नुस् यति कुरा हैन। यो महात्मा गान्धी पनि बेला बेला त म त पापी जस्तो लाग्छ हौ। किनभने हेर्नुस् न, अब महात्मा गान्धी चाहिँ अब कमाउनै साह्रो, महात्मा गान्धी कमाउनु साह्रो हैन, महात्मा गान्धीको टाउकै साह्रो हो कमाउनु। कहिले नसमाएको चिजहरू समाउनु पर्छ है हो। महात्मा गान्धीको टाउको लागि नि अब यस्तोहरू पनि चलाउनु पर्छ है, कहिले नचलाएको जिनिसहरू हो। हरेस हुन्छ नि बेला बेला कि, तर अब के गर्नु, महात्मा गान्धीको टाउको इज्जत छ त्यही भएर मात्रै नि हैन। अबदेखि त मलाई पनि पैसाको कमी हुँदैन हौ। अब तपाईहरु चाहिँ गोजीमा पैसा बोकेर हिँड्नुहुन्छ होला, अब त्यो त काका छु हैन। मैले चाहिँ महात्मा गान्धीको टाउको डल्लै गोजीमा बोकेर हिँड्दैछु अब चाहिँ। अब त मलाई पनि कमी हुँदैन पैसाको, किन महात्मा गान्धीको टाउकै मसँग छ कि।